हेलो नमस्ते होप सबैजना सन्चै हुन्छ ल। तपाईँलाई स्वागत छ कोइलु ब्लग ह्यासिङ मनिसर युट्युब च्यानल कोइलु ब्लगमा होइन। म चाहिँ धेरै पछि भ्लग गर्दैछु। के छ कसो छ मेसेजिलो छ नि हातमा हेलमेट बोकेको छु। उतातिर हिमशिखरको हिमलाई हेरिरहेको छु। हिउँ परिरहेको छ। बेला 6 बजे पानी परेको। हिजो अस्ति पनि पानी परेको थियो। घाम लाग्यो अन्त बबाल डल्किन्छ खुल्छ मौसम नत्र खुलोस् भन्ने आशा अपेक्षाका साथ म निस्किसकेको छु। खानासाना खाएर रेडी भइसकेको छु। हाम्रो यात्रा कहाँ हुन्छ हेरौँ है त। मलाई चार्ज पनि रहेनछ। कति बोली पुग्छ कति पुग्दैन थाहै छैन। त्यतातिर जाने हामी यतातिर हो के अरे जाने कता हो पनि सजिलो केही छैन। ल लाग्यो है त। यता बन्द क्या बाटै यता जानु माथिबाट हेलो गाइज हाम्रो 50 को यात्रा घाटी छिनाबाट अब हामी पुरै फुल अफरोड माथि तर्फ हिँडिरहेको छौँ। हामीलाई बेसी साइली सिलित्तै होला बाटो उयो धोस्दै होइन। लडी अनि के नर्छ थाहा मस्तै। सरी गाइज आज हामी मोटारमा थियौँ डट्टा बिर्सिएछ। मस्त गिलन्दो भन्ने होइन। तपाईँहरूलाई पौडी खेल्न मन छ भने पोखराबाट नजिक धेरै टाढा पनि पर्दैन। गर्मी लागेको समय छ होइन। त्यो समयको लागि घाटी छिनाएर चाहिँ अगाडिपट्टि भाइ देखाइदिए यहाँ कस्तो छ त। पहिला चाहिँ अब गर्मी लाउँदा पौडी खेल्ने ठाउँ यहाँ हो। अब हामी चाहिँ पौडी खेल्न भ्याइँदैन। हामीलाई टाइम छैन। अरू चाहिँ हामी लागौँ यहाँ अब चाहिँ ल आदरणीय दर्शक महानुभावहरू हामी चाहिँ 50 जाने क्रममा यो घाटी छिनाबाट करिब वहाँ रह्यो घाटी छिना होइन। घाटी छिनाबाट यो डाँडो लपक्कै माथि त्यो डाँडो लपक्कै चढेर फेरि तल खाल्सम्म झरेर कसरी आइयो होइन। आइसकेपछि बाटो यस्तो छ ल हेर्नु है। बाटो हालत कस्तो छ। बाइकको हाम्रो हालत यस्तो छ है। बाटो चाहिँ खत्तम छ। मेरो टायर हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ। अगाडि नि सेट्टा छ पछाडि नि सेट्टा छ। रकेट चाहिने हामी अब यसमा चाहिँ के छ भने मैले चलाएको साधन चाहिँ ओह्राल्न सजिलो छ उकाल्न गाह्रो छ। यो अर्को चाहिँ हामीसँग भएको 220 चाहिँ उकाल्न सजिलो छ ओह्राल्न गाह्रो छ क्या। त्यो चाहिँ फरक दुईटाको दुई थरी छ। बाटो यस्तो छ
अब हामी लड्दै पढ्दै ए देउसुरे फन्टा देउसुरे ए लड्दै पढ्दै देउसुरे ए आएका हामी भन्दै अब यस्तो बाटो जाने हो। ल हेर्नु खत्तम छ बाटो, कसरी पुग्ने हो डाँडा काँडा। ल गाइज हाम्रो यात्रा निरन्तर चलिरहेको छ। यहाँको बाटो हेर्नु सक्नुहुन्छ, ध्वस्तै छ ध्वस्तै बाटो यस्तो छ, बाइक यस्तो छ। भन्नाले हाम्रो बाइक कन्डिसनमा छ, मजा आएको चलाउन र लिड्किन पनि मजै आएको। साइली चलत त तर गाइज आज हामी एउटा ठुलो गल्ती गरियो कि आज हामी मोटारमा आयौँ कि डट टायरमा आउनु पर्ने हो। मोटारमा आएर हामीलाई एउटा मान्छेले पुरै पिच्छा भनेर लगाइदियो। अहिले यहाँ गाह्रो पर्यो। पुल्ली हाल्ने पुल्लीमा हाल्ने म त मेसोतिर केही पनि पाइँदैन। बाटो नि माल रहेछ माल। अनएक्सपेक्टेड प्लान भयो नि त। ट्याक्कै हामीलाई त्यो त्यो भएर हिँड्यो। बाटो रहेछ क्या होइन। झर्छु होला हजुर सिङ्गल दिन्छ अहिले हाल्नुहुन्थ्यो नि त। जति नै गाह्रो यात्रा उति नै मिठो। बाइकले जता ताने उठ्दै जानु पर्यो आफू होइन। गाडी त चिप्लिने ठाउँ हो। हो होइन
बल्ल देखिन्छ नि त के हो भन्नु जाऊ हेलमेट हेरेर कसैले लान्न होला नि हेलमेट माथि नि पुगेर भनेर फाइनली 50 कुनै बेलामा आएर चाहिँ हिँड्दै आएको थिएँ म यहाँ बसेको थिएँ कि आउँदाखेरि 5 वर्ष पहिला हिँड्दै आउँदाखेरि घाँटी सिनाबाट हिँड्दै आएको चट्टला राम्रो पोखरा 8 बजी आएको थिएँ होइन त 1.5 घन्टा नि लानु 1.5 घन्टा नि लानु 12 फेरि यस्तो हो नि त फेरि 41 आयो हामी सुस्त आइएन नि त फेरि खुर्सेद स्पिड खतरा स्पिड आइएछ नि नसोचेको स्पिड आयो नि त अनि राइडर भइसकेपछि राइडरको पछि बसेपछि त नि राइडिङ स्टिल चलाउनै पर्यो फेरि भन्ज्याङमा आइपुग्यो अब यहाँबाट कता कता बाटो रहेछ बाटोघाटो त टन्नै छन् के अरे कता कता रहेछ ए यो उसको हाम्रो सफलजीको दिदीको घर हाम्रो दिदीको घरमा चाहिँ आइपुग्यो टक्क लगाएर माले यो छ रहेछ रहेछ तारा माथि बाटो होइन बसेर गाह्रोको निसामा रातभरि नाचेर अब जा टक्क रात गेस्ट हाउस चाहिँ मजाले बनेर रहेछ होइन अनि यतातिर यो खचडकै गु होला हो कि मन्दिर आएर यहाँ उसको देखोस् मन्दिर सनसेट भ्यू अरे यतातिर बाइकको रकेट हेर 125 सीसीको बाइकलाई पनि कोरस फायर जस्तो हान्देर होइन यो चाहिँ उस है खचड घोडाको त्यही हेर अलिकति उस पनि छ आर्थर अनि के यता रहेछ 50 यही भयो माथितिर घाँटी सिना तल भयो बुम्दी तल रहेछ ल ठिक छ यो यार होइन गाउँमा पनि यस्तो मजाको होमस्टे गरेर होइन मजाको छुट्टा रुम पनि आनन्दको सल्लाह भएर बाटै बनेर रहेछ कि अहिले त बाटो त उस रहेछ क्या बाइक लिएर आउनुपर्छ क्या हो मैले त हालिदिन्छु जान्छ जहाँ लिएर आइज त जान्छ लिएर आइज हामी भिड यही बाटो लिएर आइज न अब आइज कहाँसम्म जान्छ भन्ने कुरो हामी यही बस्छौँ त किन हिँड्ने त